जाँदैछौँ आपको कुल्फी। म त कस्तो घिनाउँदो तरिकाले काट्यो। अब म हाई गाइज, वेलकम ब्याक टु माई च्यानल। सो आजको यस भिडियोमा चाहिँ हामी बनाउन जाँदैछौँ आपको कुल्फी। यो चाहिँ यहाँ रहेको छ। यो आप चाहिँ खास गरी अचार बनाउनको लागि भनेर ल्याउनु भएको थियो माइजूले। सो अचार चाहिँ बनाउन ढिलो भयो किनकि माइजूहरू घर हुनुहुन्थेन नि त, अनि त्यही भएर चाहिँ यो आप चाहिँ पाकिसकेको छ। अब यहाँ मध्ये कति धेरै चाहिँ कुहिसकेको हुनसक्छ, बट कतिपय चाहिँ सधैँछ। सो त्यहीले चाहिँ हामी बनाउन जाँदैछौँ कुल्फी। म र बहिनी भएर, बहिनी चाहिँ अहिले छैन, बहिनी काम गर्नलाई चाहिँ अहिले आउँछ। सो यहाँ चाहिँ आप रहेको छ, म यसलाई चाहिँ काट्दै गर्छु अनि बहिनी आइसक्छ अनि हामी मिलेर चाहिँ कुल्फी बनाउँछौँ। अब टेस्ट चाहिँ कस्तो हुन्छ थाहा छैन, फर्स्ट ट्राई हो कुल्फी बनाउने चाहिँ। सो यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। यदि हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भएको छैन भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला र बेल आइकन पनि प्रेस गरिदिनु होला, ताकि मैले अलग अलग भिडियोहरू हाले भने पनि हजुरहरूलाई नोटिफाइड होस्। सो योभन्दा अगाडि पनि मैले 2-3वटा भिडियोहरू चाहिँ हालेको छु, त्यसलाई पनि माया साथ र सपोर्ट दिनु होला। र मेरो चाहिँ हजुरहरू कतिपयलाई थाहा नहुन सक्छ, मेरो चाहिँ अर्को क्राफ्ट सुरुचि भनेको क्रोसेटवाला आइडी पनि छ, त्यहाँ चाहिँ मैले ट्युटोरियलहरू सिकाउँछु। सो त्यो च्यानललाई पनि प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला, त्यो च्यानललाई पनि यति नै माया दिनु होला। सो वाच दिस भिडियो टिल द एन्ड एभ्रीवान। सो अब चाहिँ म यसलाई काट्छु, तास्छु भनौँ न। कतिपय चाहिँ बिग्रेको हुनसक्छ, थाहा हुँदैन यसमा। हेरौँ यस्तो छैन चाहिँ मिक्सरमा ब्लेन्ड गर्ने हो नि त, त्यही भएर सेप चाहिँ जस्तो भयो नि फरक पर्दैन गाइस। मिक्सरमा ब्लेन्ड गर्ने भएको भएर चाहिँ अब गुलियो भएपछि माखा लाउनु सुरु भइसक्यो क्या यहाँ। यो कुल्फी चाहिँ अमिलो हुनसक्छ भन्ने मेरो आशंका छ, किनकि यो काँचै पाकेको हो नि त, त्यही भएर अमिलो नै हुन्छ। अब होप मिठो होस्, किनकि दुधसु चिनी हालेपछि त मिठो हुनपर्छ नि त। सो मिठो होस् भन्ने चाहिँ छ। बाटोको छेउमा बसिरहेको छु नि त, त्यही भएर गाडीहरू चाहिँ आउने जाने गरेर गाडीको आवाज चाहिँ डिस्टर्बेन्स भइरहेछ। मलाई नि लाज लागिरहेको छ किनकि मैले खासै भ्लगिङ गर्दिनँ नि त पब्लिकमा। सो मेरो फर्स्ट टाइम नै हो। ओहो, म त कस्तो घिनाउँदो तरिकाले काट्यो। छुट्टियो यो यही नै हो गाइज, हेरिदिनु होला। अब म काट्दैछु, अहिले बहिनी आएर नि म सँगसँगै काट्छे। हामी दुईजना मिलेर चाहिँ बनाउने हो। अहिले चाहिँ बहिनी केही काम गरिरहेछ, त्यही भएर आइसिने। म चाहिँ अहिले नानीकै बहिनीकै घर छु, यहीँ बसेर यहीँ बनेर खाने भन्ने हाम्रो प्लानिङ छ। अब के हुन्छ, आँख त धेरै जस्तो कुहिएको छ जस्तो छ।
watch this till the end guys. हेर्न सक्नुहुन्छ गाइज हामीले चाहिँ आँप काटेर रेडी गरिसकेको छौँ यो मेस हेर्न सक्नुहुन्छ यस्तो फोहोर भयो तर केही छैन हामी यसलाई पनि सफा गर्छौँ अनि यो एउटा आँप चाहिँ अलिक काँचो नै रहेछ त्यही भएर हामीले चाहिँ यसलाई त्यतिकै अहिले नुन खुर्सानीसँग खान्छौँ मिठो त हुन्न हल्का हल्का त पाक्यो तर काँचो चाहिँ काँचो यस्तो बिदो ओभर पाकेको चाहिँ छैन यहाँ हेर्न सक्नुहुन्छ यहाँ मेस यस्तो छ त्यसले गर्दा माछाहरू पनि छ यहाँ चाहिँ लगाएको छैन त्यही हो अब अरू ठाउँमा चाहिँ लाहा अब अहिले हामी यसरी सफा गर्छौँ अब यसलाई चाहिँ ब्लेन्ड गर्ने अनि हामी चाहिँ दुध अब पकाउनतिर लाग्छौँ है त गाइस सो हेरिराख्नु होला क्लक इट गाइस अब चाहिँ हामी गर्न जान्छौँ दुध तताउन जाँदैछौँ नि म चाहिँ यहाँ दुध हेर्छ म इन्डक्सन सुरु गर्छु त्यसपछि हामी यहाँ पकाउन थाल्छौँ दुधलाई चाहिँ गाढा गरेर चाहिँ अलिक बाक्लो बाक्लो हुने गरेर चाहिँ पकाउनु पर्छ यसमा चिनी हालेर त्यसपछि बल्ल चाहिँ एउटा कन्डेन्स मिल्क बन्छ अनि त्यसपछि क्रिमी टेक्सचर आउँछ कुल्फीमा सो हामी चाहिँ यसलाई पहिला पकाउँछौँ एकदम चलाएर पकाउँछौँ अनि त्यसपछि चाहिँ बल्ल अनि त्यसपछि यसमा चिनी हालेर पकाउँछौँ अनि त्यसपछि बल्ल कुल्फीमा हालेर चाहिँ मिक्सरमा ब्लेन्ड गरेर चाहिँ चिसो हुनको लागि चाहिँ जम्नको लागि चाहिँ छोडिदिन्छौँ सो यहाँ चाहिँ पाक्दैछ म चाहिँ यसलाई चलाउँदै जान्छु मजाले चलाइदिइहालौँ होइन चलाइराख्नुपर्छ किनकि दुध टाँसिन्छ नि त त्यही भएर त्यसलाई चाहिँ चलाउँदै गएपछि अनि त्यसपछि पाकेपछि चाहिँ अनि मिक्सरमा ब्लेन्ड गरेर अनि फ्रिजमा राखेर जमाएपछि चाहिँ हाम्रो कुल्फी चाहिँ रेडी हुन्छ अब कस्तो टेस्ट हुन्छ बन्छ कि बन्दैन चाहिँ त्यो आफ्नोमा डिपेन्ड छ हामीले चाहिँ प्रोसेस चाहिँ पुरा गर्दैछौँ होइन यही नै हो गाइस म चाहिँ यसलाई पकाउँदैछु अब त्यसपछि चाहिँ म यो कन्डेन्स मिल्कको फाइनल लुक देखाउँछु हजुरहरूलाई सो हाम्रो चाहिँ अब कन्डेन्स मिल्क के भन्छ मिल्क तताएर चाहिँ रेडी भइसकेको छ म हल्का हल्का चाहिँ पातलो पातलै राख्छु होइन अब चाहिँ यो इन्डक्सनमा चाहिँ बन्द गरिदिउँ हाम्रो दुध चाहिँ अलिक हटेर चाहिँ अलिक थोरै भइसकेको छ अब हामी यसलाई चाहिँ एकछिन रेस्टको लागि छोड्छौँ किनकि हामीले डिस्टर्ब भयो किनकि यो अब एकछिन मिक्सरमा त तातो ब्लेन्ड गर्नु मिलेन नि त त्यही भएर हामी एकछिन चाहिँ यसलाई सेलोमा छोडिदिन्छौँ त्यसपछि बल्ल मिक्सरमा म्याङ्गोसँग मिक्स गरेर चाहिँ हामी त्यसपछि ब्लेन्ड गर्छौँ अनि त्यसपछि हाम्रो कुल्फी रेडी हुन्छ सो हेर्दै जानु होला गाइस अब म चाहिँ आफै एकछिन चाहिँ म यसलाई उयो गर्न छोडिदिन्छु अनि त्यसपछि हुन्छ सो यहाँ चाहिँ मैले दुध मिक्स गरिदिइसकेको छु आँपसँग सो हामी चाहिँ यसलाई एकैचोटि चाहिँ हुँदैन नि त त्यही भएर चाहिँ हाफ हाफ गरेर चाहिँ यसमा मिक्सीमा पिस्छौँ अनि त्यसपछि हामीसँग चाहिँ आइसक्रिम बनाउनलाई चाहिँ त्यो क्युब चाहिँ छैन आइसक्रिम क्युब त्यही भएर चाहिँ हामी गिलासमा हालेर चाहिँ अनि फ्रिजमा हाल्छौँ सो पहिला चाहिँ यसलाई गरौँ अनि त्यसपछि बल्ल गिलासमा हाल्नेछौँ अब चाहिँ हामी यसलाई ब्लेन्ड गरौँ बनाउनु भनेको चाहिँ म र मेरो बहिनीले हो तर मेरो बहिनी चाहिँ क्यामेरामा आउन मानिन सो क्यामेरा पछाडि बसेर चाहिँ मेरो साथ दिइरहेछ त्यो पनि छ है यो भिडियोमा यो बनाउनु त्यो पनि एकदम हात छ त्यसको पनि तर त्यो चाहिँ क्यामेरामा देखिने त्यही मात्रै फरक हो साथीहरू म मात्रै छु अहिले चाहिँ घरिघरि देखिए एकचोटि दुईचोटि नत्र देखि छैन त्यो क्यामेरा पछाडि मेरो भिडियो बनाइदिने के गरेर बसिए त्यही हो साथीहरू पहिला ब्लेन्ड गरौँ हेर्न सक्नुहुन्छ गाइस हाम्रो चाहिँ ब्लेन्ड भएर चाहिँ रेडी भइसकेको छ अब हामी यसलाई हाल्छौँ यो चाहिँ फर्स्ट लट हो सेकेन्ड लट चाहिँ त्यहाँ ब्लेन्ड गर्नै छ हामी यसलाई चाहिँ सुरुमा भाँडामा हालेर चाहिँ अनि बल्ल सेकेन्ड लट सुरु गर्छौँ यसलाई चाहिँ पहिला गिलासहरूमा हालेर सेटिङ दिउँ होइन अनि गिलासमै हाल्ने हो नि त अब फेरि धेरै भाँडा किन गर्ने हो र भनेर सिधा अब यसलाई डाइरेक्ट चाहिँ गिलासमा हालौँ त्यही नै हो साथीहरू अब यसलाई गिलासमा हालौँ धेरै नहाल्नुबाट ठुलै छ नि त त्यही भएर अनि मसँग चाहिँ यो कुल्फी स्टिक गराउनलाई चाहिँ छ यो किनकि यो मैले क्रोसेटहरू गर्छु नि त अनि बुकेहरू बेच्छु त्यही भएर मसँग चाहिँ ब्याम्बो स्टिक चाहिँ छ यसलाई चाहिँ हाफ कट गरेर चाहिँ अनि यसमा हामी हालिदिन्छौँ चाहिँ 2 पिस गराइसकेको छु अब यसलाई चाहिँ यसरी यहाँ हालिदिउँ अर्को पनि हालौँ
हामीले कुल्फी चाहिँ के भन्छ त्यो मिक्सचर चाहिँ हामीले ग्लासमा हालिसकेको छौँ। अब हामी यसलाई हाल्न जाँदैछौँ डिप फ्रिजमा। त्यसपछि अब सायद जम्न चाहिँ धेरै बेर लाग्छ होला। म यो भ्लगमा चाहिँ देखाउन जमेको, म जमेर कस्तो रिजल्ट आयो भनेर चाहिँ म देखाउने छु सर्ट्समा। यो चाहिँ झर्न लागिसक्यो गरौँ गएको नि त, यसलाई चाहिँ हामी गएर हालौँ फ्रिजमा चाहिँ हाल्दैछौँ। अब यसलाई फ्रिजमा यसरी डिप फ्रिजमा राख्दैछु। त कस्तो टेस्ट हुन्छ भनेर चाहिँ म हजुरहरूलाई रिभ्यू दिनेछु सर्ट्समा। रिजल्ट कस्तो आउँछ भने चाहिँ म सर्ट्समा अपलोड गर्नेछु, किनकि यसलाई जम्नलाई टाइम लाग्छ नि त। सो त्यही भएर सो किप वाचिङ गाइस, हेरिदिनु होला। So thank you so much for watching this video everyone. I hope you liked this video. So don't forget to like, share and subscribe to my channel and press the bell icon so if you posted a new video you will be notified. So मैले भनि नै सकेछु, मैले त्यसको रिजल्ट चाहिँ मैले सर्ट्समा रिभ्यू दिनेछु। सो हेरिदिनु होला सर्ट्सलाई पनि र यो भ्लगलाई पनि धेरै माया गरिदिनु होला, र मेरो बाँकी अरू रहेको भ्लगलाई पनि धेरै माया गरिदिनु होला। र मेरो अर्को च्यानल रहेको छ क्राफ्ट सुरुचि, त्यसमा म ट्युटोरियल हाल्छु, मैले हजुरलाई भनिसकेको छु। सो त्यसलाई पनि प्लिज माया साथ र सपोर्ट दिनु होला। सो थ्याङ्क यू सो मच एभ्रिवान, बाई बाई, लभ यु अल।